ब्लग र ऱ्यापमा कुन चाहिँ ठिक लाग्छ तपाईँलाई? मलाई त ऱ्यापै हो। सो त्यही हो, जस्ट ब्लग राम्रै चलिरहेछ तपाईँको अहिले? ब्लग ठिकै। अब मलाई खासै ब्लग र ऱ्यापमा चाहिँ अब एउटा ब्लगले चाहिँ एउटा मेरो लाइफस्टाइल चिनायो। हजुर हजुर, डेली लाइफस्टाइल चिनायो, के थियो कस्तो थियो सबै चिनायो। तर त्यस्तो नराम्रो भन्नु भने, तर दुइटामा चुज गर्यो भने चाहिँ ऱ्याप, किनकि ऱ्याप भनेको चाहिँ अब ऱ्याप भन्छ चाहिँ मान्छेले एकचोटि सुन्दैन कि त्यो होइन। अब कति मलाई त्यति सुन्छ, तर भ्लग चाहिँ एकचोटि हेरेपछि त्यो दोस्रो दिन चाहिँ अलिकति हेर्नु मान्दैन नि त मान्छेहरू। अलि ऊ पनि हुन्छ, गीत भनेको त अब मनमा छुने चिज भयो। यस। अनि यो जस आजभोलि ऊ छ नि त अब मार्केटमा, अब जस्तै युट्युबमा हामीले अडियो हाल्छ हजुर र भिडियो हाल्छ। अडियो र भिडियोमा डिफ्रेन्स होइन, आएकै हुन्छ रिजल्टमा। अब जस अपकमिङ ऱ्यापरहरूलाई भिडियोको इम्पोर्टेन्स चाहिँ के छ भनेर बुझाइदिनु एकचोटि। तर भिडियो चाहिँ मलाई चाहिँ मेरो साइडबाट चाहिँ भिडियो चाहिँ गर्नै पर्छ होइन। किनकि होइन चल्ने आर्टिस्ट चल्छ भनेदेखि त अडियोमा पनि चल्छ, अडियोले नै मार्केट खान्छ। तर मलाई चाहिँ भिडियो नै गर्नु मन लाग्छ र मलाई गर्नु मन लाग्छ। तपाईँहरू पनि भिडियो गऱ्यो भने चाहिँ अलिकति राम्रो हुन्छ। किनकि मान्छेले अडियो चाहिँ अब सुन्छ अब अलिकति के भयो भने साह्रै लाग्दैन। कमसेकम भिडियो भयो भने चाहिँ अब त्यो अडियोलाई बाल दिएर भिडियो पनि हेरेर हुन्छ कोहीले चाहिँ होइन, रिपिटमा हेर्छ नि। अब त्यो चाहिँ मैले पनि भोगेको चाहिँ, त्यही भएर सोधिदिएको। मलाई नि खुल्दुल हुन्थ्यो कि भिडियो चाहिने हो र जस्तो हुन्थ्यो। अडियो नि झारिदिन्थ्यो, फेरि रिजल्टै डिफ्रेन्ट आउँथ्यो कि। तर भिडियो झाऱ्यो भने चाहिँ जस रिच धेरै नै आउँछ कि। त्यो सबैलाई सकेसम्म भिडियो बनाउनु, अब हाई क्वालिटी नसक्ला, हाई बजेट नसक्ला होइन। त्यो फेरि त्यो पैसाको कुरा नै आउँछ त फेरि, यसमा बनाउने नबनाउने। त्यो चाहिँ अलिकति फेरि यसमा चाहिँ अलिकति गाह्रो छ। जो सक्दो भिडियो बनाउनु थोरै रकमको भयो नि गराउनु दामी हुन्छ। अब त्यही भिडियोकै कुरा भयो। अब दामी म्युजिक भिडियो बनाउनु पर्यो भने चाहिँ जस खर्च अन्दाजी कतिसम्म लाग्छ होला तपाईँले गर्नुभएको अनुसारले? दामी म्युजिक गऱ्यो भने त लाग्छ होला मेरो विचारमा 4-5 लाख नभए। अब तपाईँको हाइट चाहिँ कति छ अब कुन भिडियोमा र कति खर्च जस एक्ज्याक्ट भन्नु परेन अन्दाजै? जस बेबी गर्लमा जस 1.75 जस्तो छु। यो सबसे हाइस्ट बजेट। यो रेट फेरि अरूलाई अलिक छोटो सानो लाग्ला, हाम्रो लागि चाहिँ फेरि एकदम हाइस्ट। किनकि यतिखेर एकदम मैले म्यानेज गरेर पैसा होइन जुगाडेर गरेको हो। किनकि मसँग पैसा थिएन होइन, मैले चाहिँ मिलाएर हुन्छ नि यताउति दायाँ बायाँ हजुर खल्तालास गरेर चाहिँ। त्यो बेला त जस मलाई पनि थाहा छ कस्तो भएको थियो, गाह्रो हुन्छ।